लाउनुमा मलाई यो पिठोको खजा बनाएर ल्याइदिनु। मैले चाहिँ आज यो पिठोबाट घरमै हेल्दी वाला बिस्कुट बनाएर रेडी गरेको छु। मैले यो बिस्कुट कसरी बनाएँ होला त आउनुहोस् तपाईँ र हामी सँगै मिलेर बनाऊँ। मैले चाहिँ 1 बटुका आटा र 1 बटुका सुजीको पिठोलाई लिएको छु अनि थोरै घिउ सुकमेलको धुलो हालेर यसको डोलाई रेडी गरेको छु। डो रेडी भइसकेपछि यसमाथिबाट मैले चिनीलाई हालेर राम्रोसँग मुसेर रेडी गरिसकेपछि यसलाई लाम्चो आकार दिएर चक्कुको सहायताले एउटै साइज र शेपको हुने गरी मैले दिएको छु। सबै काटेर रेडी भइसकेपछि चाहिँ मैले एउटा टुक्रालाई हातमा राखेर त्यसलाई लाम्चो लाम्चो शेप दिएर रेडी गरे। सबै पिस रेडी भइसकेपछि चाहिँ मैले त्यसमाथिबाट हल्का तिललाई छरेर चक्कुको सहायताले त्यसको माथिबाट डिजाइन दिए अनि मिडियम हिटमा रहेको तेलमा लगेर सबै बिस्कुटको पिसलाई हालेर फर्काइ पकाइसकेपछि हाम्रो बिस्कुट चाहिँ खानको लागि रेडी भइसकेको छ। अनि मैले मेरो छोरीलाई खानको लागि दिएको उसलाई चाहिँ एकदमै मिठो लाग्यो अरे। तपाईहरु पनि यो रेसिपी एकचोटी घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ।